आज ज्ञानेन्द्र साई जुम्लादेखि काठमाडौँ आउनुभएको समयमा यहाँ निकै रमाइलो दृश्य देखिरहेको छ होइन। उहाँले राम्रो राम्रो कुराहरू बताइरहनु भएको छ अनि उहाँले गरेका कामहरूको प्रोत्साहन गर्न मिडियाकर्मीहरू पनि त्यहाँ सहकार्य हुनुभएको छ। ज्ञानेन्द्र साईले आज जुम्लामा भएका बासिन्दाहरूलाई अथवा व्यक्तिहरूका लागि, त्यहाँ भएका बस्ने व्यक्तिहरूका लागि पानीको व्यवस्थापन गर्नुभएको छ। त्यहाँ पोखरी बनाएर त्यहाँ पाइपहरू ल्याएर सबै राम्रो राम्रो काम गरेर आज काठमाडौँ फर्किनु भएको छ। उहाँ जस्तो नेता हाम्रो देशमा अझै पनि चाहिन्छ होइन। हाम्रो देशले उहाँ जस्तो नेता खोजेको छ। हामीलाई अझै पनि गणतन्त्र अनि राजतन्त्र चाहिएको छ। उहाँले कर्णाली प्रदेशका लागि निकै राम्रो काम पनि गर्नुभएको छ। उहाँले त्यहाँ पुगेर त्यहाँका बासिन्दाहरूलाई पनि सम्झाइ बुझाइ यस्तो गर्नु हुँदैन भने सरकारका लागि आवाज उठाउनुपर्छ भन्ने विषयमा पनि उहाँ अगाडि बढ्नुभएको छ होइन। देशको विकासका कार्यमा पनि उहाँ सहकर्म हुनुभएको छ। उहाँले सक्दो सहयोग पनि गर्नुभएको छ। जुम्ला अनि जो अविकसित प्रदेशहरू छन् उहाँ प्रदेशहरूमा पुगेर उहाँले प्रत्यक्ष उहाँका नागरिकहरूसँग कुराकानी गर्नुहुन्छ। धन्यवाद।